लोकल प्योर लोकल कुरा केटाले हानालुस गरे त्यसमा पकाएको माटोको भाँडामा गाउँमा पुरा दरगाउँ कोट पूजा कोट घर दरगाउँको शिवले डेन्जर हाने आज त पुरै डल्लै के अरे टायर नि हाने सबै हाने यता हेर्दै भुजा खाने केटाले के हाल्नु भुजा तिमीले हाल्न खानु भुजा त्यसमा छोपेको भात होइन कि त्यो भुजा कस्तो हालेको होइन सबले खान्छ नि यो त्यसरी खाने हो खानु भुजा त खाने हो टाइम भयो कस्तो भयो घुमै जाने तास खेलेर बस्ने मान्छेको म तिमी त खेल्नै जान्दैनौ त 5 वटा लाग्छ होइन हो कि होइन सिबिराइन भित्रको फोन अन्त यसलाई मेरो त भनिरहेको छु पछि राखेर मैले खै हेरिदिन्छु त्यसले हेरेको त अलि दाउला कहाँ पहिला गएको थियो नि 335 गएको थियो पछि त कति ल्याएँ 2018 दाउलाजको खालबाटै नउठेको भनेको मैले जितेको भए त कहाँ उठिहाल्थ्यो नि सोचेको के अरे हारिसकेको रहेछ म बाहिर म आएको कोही नआउने आउँथे अब के हारिरहेको थिएन साम निकाल्न भनेर आउँथेन होला कि हार्ने बेलामा साम निकाल्छु भन्ने नि त कहिले जित्दैन होइन न दाउ लाग्थ्यो नि त बेलुका बेलुका दाउ लाग्थ्यो छुट्टा चाहिँ मैले छुट्टा यसरी गर्दै नि यसरी पुवाटा भएर पोट पनि सक्नु केटा थिएन पोट पनि तर लाउनु पर्छ मलाई त आश नगरे मासु अन्त म त्यसमा छानी खाने हो भएपछि क्वालिटी माल लैजानु यता मासु लबर छ यता छ कहाँ हुन्छ हामी यो मलाई टोकिरहनुपर्छ मुख मात्रै चाहियो भोलि कति बजी घाटो हेर्नु जाने 8 बजे रे भोलि 8 बजी बेला खाने हो जहाँ त खान्न भोलि त जहाँ त मलाई खुसी हुन्छ अब यस्तो हुन्छ त्यहाँ अब जे खाए नि पाउनु त अब के छ त्यहाँ अब बनाउनु त बनायो होला त्यो घाटको जे खान्छ त्यही दिनहरू दिन्छ सबै ल्याइन्छ के सबै ल्याइदिन्छ बियर ल्याइन्छ हुस्की लोकल दाम ल्याइन्छ सबै ल्याइन्छ के कस्तो सिस्टम हो र खास सिस्टम जे खाए नि दिन्छ लास्टमा पैसा तिरेर जाने हो कति 500 जुन ग्रुपले नि 500 ग्रुपले के ग्रुप एउटा ग्रुपले दान 1 लाख 20 हजार पछि 1 लाख 1.5 लाख दिन्छ लास्टमा यति बेला माथि त हाम्रो समाजले चल्दैन त 1 लाख होइन कि सब 1 लाख 20 हजार कति दिएको 80 कसले समाजले ए समाजले हाम्रो कहाँ 1 लाख दिन्छ त नि कष्ट सबसे हाइएस्ट हाम्रो के भन्नु कस्तो भने त्यहाँ बुढाहरूले 25 उठाउने आम पार्टीले 1500 योबाट 500 दुजन चाहिँ उठाएर अनि पछि लास्टमा खाएको अनि त्यहाँ दाङ्लोमा दिन्छ कि अनि जस्तो हाम्रो 10 जना ग्रुप भने 5000 भयो हामी एउटै ग्रुप हो कि सबै एउटै ग्रुप समाज हामी एउटै ग्रुप हो क्या हामीले दिनु पर्यो क्या हाम्रो एउटा उठाएर छुट्टी हुन्छ अब हाम्रो डकुमेन्ट 500 राखेछ भने 500 1000 2000 2500 भइदियो क्या भयो त नि त्यो त भयो जस्तो 10 जना भने 5000 भयो 500 उठायो नि हाम्रो 5000 भयो नि त हैन मान्छे भनेछ अब यसले 1000 दिने भनेछ बियर खाइन्छ होला मान्छे के भन्ने उस्तो नगरौँ भनेर अब भनेर
हेरौँ भोलि के हुन्छ आज त 500 र केही अस्ति नै उठाएर हल्का काहीँ मिलाएर केही भोज गरे पनि 500 रुपियाँ त केही नि हुन्न कि त्यहाँ गएर रमाइलो गरेर आफूले खाएर कति खाएर त्यो स्टिमेट गरेर दिने हो कि 1000 रुपियाँ त जस्तो केही निम्त आयो होइन बर्थडेमा बोला पनि होइन हामी 500 भन्दा त बढी नै खान्छ कि होइन 8 बजी जाने त्यहाँ गाडी रेडी हुन्छ तपाईँ जाने जाम्ला नि कता गइदिन्छ हिजो राम्दै सुनेको धन्दै 3 जना झ्याप भएर फोन गरे हिजो कहाँबाट खै कहाँ थियो पनि हिजो त्यहीँ सिटीबाट गएको थियो कि तासेलुको 3 जना झ्याप भएर फोन गरेर पाला बोले अर्जुन कता झ्याप्छ केटा पछि के क्यान्सिल भन्छ एउटाले फेरि धन्दा प्रेस दिइहाल्नु कालेर त जाने भनेको त यहाँ बेलुका फोन यहाँ छ क्या यहाँ फ्रुट सलाद आयो मासु चाहिँ कत्रो लिएको त माया भाडा किन काला जस्तै मासु होइन जो मान्छे मासु नै खानु धेरै आउनु भयो मिल्दैको मासु धेरै धेरै नहाल्न क्या लामो नहाल भने यो त युट्युबमा भ्लग हालिदिनु कि अब हाल त हाल धेरै लामो नहाल भनेको त होइन, बोरिङ तिनीहरूले- हुन्छ कि हामीलाई नि हेर्नु बोरिङ हुन्छ नि गफ्नी भयो नि त्यो त हुन्छ पार्ट 1 पार्ट 2 गरेर हाल्नु होइन त डल्लु भ्लग डेली हुन्थ्यो कि आजभोलि 1-1.5 वर्ष भयो माघे सङ्क्रान्तिबाट हालेको नि यार गोब्रो नभएर गोब्रो नभएर कोही छ भने दाइले गोरो स्पोन्सर गर्नु है कोही छ भने कोही छैन स्पोन्सर गर्ने त्यहाँ गोब्रो आयो त मैले डेली भ्लग गरिदिन्थेँ कि तास खेलेको साँच्चीमा राखेर यस्तो राखेर तासै खेल्दिनँ तास खेलेको मलाई परेन साथी हो तासै खेल्दिनँ ए मासु मैले त कलेजै 54 खाला आधा मुगा मुख मात्रै आधा लाइक होला लाइभहरू के खास होइन भिडियो गरे भिडियो कहिदिने त मसँग दिन्छु जिजु गए पासवर्ड दिए मेरो मसँग भिजा चार्जै फेरि डाटा खोल्ने बित्तिकै लास्टै टु डेट होइन यो सब यसको त्यो के भन्छ त्यो फेरि जिब्रो चिप्लेको यो रेड रक्सिँदै चिप्लेको हो भर्खर खाएर काम व्हाइट लेभल हो यो चाहिँ देख्दा चाहिँ रेड लेभल हो तर यो चाहिँ व्हाइट हो फेरि व्हाइट हो फेरि व्हाइट लेभल प्योर केक भन्दैन प्योर केक नि भन्दैन लेभलै हो नि ब्रान्डेड बोतलमा ब्रान्डेड रक्सी मासु दामी है जे खाने मिठो छ खाना पनि पानी मिठो हुन्छ जे कुरा सिउ त लस्ट कोटाएर दसैँले अरे ल न अन्त दुइटा पुच्चिनु अझै एउटा घाँस काट्दाखेरि होइन उसलाई सोधेर भुमरी जाने कहाँ भनेर सोधेको यता पनि त्यहाँ गएर अनि यसलाई पनि थाहा छैन त्यसले भुमरी पुगिसक्यो भन्छ कि सालको बाटो साल यस्तो हिँड्नुपर्छ त्यहाँ तल झर्नु खेत आउँछ नि त्यहाँ त्यही त त्यहीँ स्कुटर पुग्ने ठाउँसम्म पुगेको कि
त्यो बाटो माथि रन्केछ क्या तपाईँहरू मोरीको जस्तो खान्छ नि त फार्मबाट तल हुन्छ जाने भोलि जाने क्या काठमाडौँ दिन्छ त खाएको खिच्दै दिने आज त खाएको खाइ भयो सिङ्गाई होला फेरि भन्न सजिलो हुँदैन सबै सिन्था हुन्छ रामलाई मिस भयो नपाउको दाँतमै हल्यो भातको दाँतमा मासु हो कि हल्यो भाँडा खाएको नै हल्यो मासु होइन खोल्यो न कति खिचेको म हेर्नु सुनको भनेको सुनको ठिकै म त उति केरा जन्डिस लाग्यो भनेको पुरा दुइटै भयो उसको त दुइटै हाम्रो रहेछ दुइटै हामीलाई लाउँछ र यता नि सुन त्यो के अरे एउटा के हो त्यो त तँ त बाहिर हिँड्ने बेला तँ त बाहिर हिँड्ने मात्रै बेला मात्रै लाउने होला नि तिनीहरूले त त्यस्तो पुरै सुने लाउनेले त्यही हो हामी पनि बाहिर हिँड्दा लाउँछ होइन माथि आज बाहिर मेरो बज्यो तलपट्टि खाएको होइन हामी भात माथि अस्ति वाइफाई दिनु भनेको दिनु भएन पिपल त कटोरी आजीले पकाएर ए तल घरमा आजीले पकाएर राखेको मैले त पिँडालु चाहिँ मिसाएर टक्क टक्क हुनुपर्छ एकचोटि हो तल नि खाएको खुला तल घर नि समुद्र छ म त त्यही त होइन हो त्यो होइन भनिरहेको नि के कुरा त्यो वापाले भन्ने एउटा त्यो शब्द हुन्छ कि एउटा त्यो आगमुखमा आउँदैन कोरेलो वाप्पा भन्छ वाप्पा त कोरियन हो कि एउटा ल्याङ्ग्वेज होइन र वापा त त्यसको हुँदै वाप्पा कोरियन हो कि वापा भनेको त्यो त अप्पा भयो ओप्पा ओप्पा अप्पा हो यस्तो 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 कस्तो रे सारङ्गे हो भन्ने जस्तो त चलाउने मान्छेलाई यस्तो बनाइदिएछ दरगाउँ फेरि वाप्पा भनेर यसरी अप्पा कोरियन अनि अनि वाप्पालाई त अप्पा हुँदै गयो नि अनि जम्मै दिला नि फेरि वाप्पाले यसले कहाँबाट कहाँ पुऱ्याइदियो है वाप्पा भनेको कोरियन बिग फेन पौडी खेल्नु जाने भनेको ओप्पा होइन अप्पा र ओप्पा अप्पा अनि तपाईँले नै आउनुहुन्छ कि भनेर फोन हानेको भनेको थिएन आउने हो सलाद खाऊ अब यसरी यो भिडियोहरू भ्लग हालिदिन्छु यति हालिदिन्छु त त्यो घर केही हुनु होला नि डाँडै छ कि डाँडा काँडा छ कि पनि घर के गर्छ त नि बनाएर होइन भन्नाले क्या अब स्विमिङ जान्छ भनेर आएको स्विमिङ गएन नि त हालिदिने काटेर हाल राजकुमारलाई मात्रै हाल बिरामी खिच्छ त राजकुमारको मात्रै हाम्रो चाहिँ काट डल्ले कोसँग बोले सबभन्दा यसलाई भ्या त त्यत्रो बुझाएर चाहिँ मासु पनि भ्या छ भयो भने निकैसँग आउनु तपाईँलाई नपुगेर फेरि अरू गाडी